हामीले जहिलेसम्म पनि कम्तीमा पनि यो कार्यक्रमले केही कुराहरू तपाईँ हामी बिचमा फेरि चाहिँ ज्ञान हुनेछ, फेरि रिफ्रेस गराउनेछ भन्ने कुराहरू म अनुरोध गर्न चाहन्छु। हिजो झापा काठमाडौँबाट यहाँ हिँडेदेखि आज बिहानसम्म म हिजो बेलुका आज बिहान सबै बजार कतिपय मिडियाहरू घुम्दा साथीहरूसँग छलफल गर्दाखेरि पनि पत्रकारिता क्षेत्रमा त यसलाई व्यवस्थित गर्न यस्तो गर्नुपर्ने रहेछ भन्ने कुरा कतिपय चाहिँ हाम्रा आइडियाहरू थप केही कुराहरू चाहिँ आएका छन्। कम्तीमा यो छलफलबाट पनि फेरि त्यसमा थप हुनेछ, म आफै पनि लाभान्वित हुनेछु भन्ने कुराहरू म यहाँ निवेदन गर्न चाहन्छु। विशेष गरेर आचार संहिताकै कुराहरू गर्दाखेरि यो चाहिँ तपाईँ हाम्रो पेसा पत्रकारितालाई व्यवस्थित मर्यादित बनाउने कुराहरूमा एउटा हामीले के गर्ने हो त, एउटा सीमा के हो त यसको, यसलाई चाहिँ जिम्मेवार कसरी बनाउने, हामी के काम गर्ने के नगर्ने भनेर जुन एउटा विधि बनाइएको छ, नियम बनाइएको छ, त्यो सबै पेसाहरूमा बनाइन्छ। त्यस्तै पत्रकारको हकमा चाहिँ यो पत्रकार आचार संहिता छ। हेर्नुहोस् है, यहाँ हो हाम्रो चाहिँ तारामणि सर हुनुहुन्छ, यहाँ अहिले अलि बढी पत्रकारिताभन्दा अझ कानुनतिर पो लाग्ने हो कि भनेर उहाँले त्यतातिर चाहिँ वकालत गर्न थाल्नु भएको छ। अब कानुन व्यवसायको त अझ कडा छ आचार संहिता। हेर्नुहोस् आफ्नोभन्दा त्यहाँ त चाहिँ तपाईँको अनुशासनका कारबाहीले, हामीले त अहिले प्रेस काउन्सिलको कारबाही आचार संहिताले पत्रकारितै गर्न नपाएको त कोही मान्छे छैन, तर यतातिर चाहिँ कानुन व्यवसायको आचार संहिताले कारबाही गरेर वकालतै गर्न नपाउने त्यस्ता कडा आचार संहिता हुन्छ। चिकित्सक व्यवसाय शिक्षा के अरे हाम्रो डाक्टरहरूको आचार संहिता त्यस्तै हुन्छ, इन्जिनियर्सको त्यस्तै आचार संहिता हुन्छ। हाम्रो आचार संहिताले विशेष गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रवर्धन गर्ने हिसाबले गरे हुन्छ र यसमा मुख्य 4-5वटा कुराहरू हुन्छ, यसका बेसिक प्रिन्सिपलहरू, र त्यही प्रिन्सिपलको आधारमा हाम्रो आचार संहिता बनेको छ। यसमा विशेष गरेर सत्यको यसले सेवा गर्छ। हेर्नुहोस् है, के भन्छ भने सर्भिस टु दि ट्रुथ भन्छ। भनेपछि सत्यको कुरा, यसलाई चाहिँ हामी सत्य उजागर गर्ने, कहाँ के छ, हामी जे जति कुराहरू गरेका छौँ यसको चाहिँ सत्यलाई चाहिँ यसलाई चाहिँ उजागर गर्ने, हामीले गलत भ्रमका यस्ता कुराहरू चाहिँ ल्याउनु हुँदैन भन्ने कुराहरू एउटा छ। अर्को चाहिँ एकदमै यसमा फेयरनेसका कुराहरू छ, अनि फ्री एन्ड इन्डिपेन्डेन्स हुन्छ है। हामी चाहिँ कामहरू गर्दाखेरि तपाईँले एकदमै फेयरनेसका तरिकाले चाहिँ हामी काम गर्नु पर्यो, कोही कसैको दबावहरू प्रभावहरू हुनु भएन, र हामी चाहिँ इन्डिपेन्डेन्ट स्वतन्त्र रूपमा चाहिँ समाचारहरू चाहिँ लेख्न सक्नु पर्यो। आचार संहिताका कोही न कोही मुद्दाहरूमा यो प्रिन्सिपलले पनि काम गरिरहेको छ। अर्को चाहिँ त्यसले यसको चाहिँ अलिकति रेस्पेक्ट टु दि अरूको डिग्निटी के हो होइन, ह्युमेनिटेरियन मानवता मानव अधिकारका कुराहरूदेखि लिएर त्यसको चाहिँ अरूको चाहिँ अरूको चाहिँ सम्मान गर्ने आत्मसम्मानका कुराहरू, चाहे तपाईँको आफ्नै पेसाको चाहिँ कतिको हो, चाहे तपाईँको अरूको पेसा हो, व्यक्तिको कुराहरूको चाहिँ सम्मान गर्ने कुराहरूमा पनि यसले चाहिँ प्रवर्धन गरेको कुराहरू हुन्छ। अर्को कहीँ कतै चाहिँ तपाईँको त्यस्ता समस्याहरू हुनसक्छ, त्यस कारण त्यसलाई चाहिँ हामीले के गर्नुपर्छ, पत्रकारिता गर्दा रेडी टु करेक्सन। हेर्नुहोस् है, गल्ती हुनसक्छ, कमजोरीहरू कहीँ कतै गर्दाखेरि भन्छ नि पत्रकारितालाई एक किसिमले हतारको साहित्य भनेर पनि तपाईँ हामीले धेरै पल्ट सुन्दै पनि आएका छौँ। गर्दै गर्दा कहीँ गल्ती कमजोरी भयो भने त्यसलाई चाहिँ सच्याउने प्रतिबद्धता, रेडी टु करेक्सनका कुराहरू पनि यसले गर्छ भने। अर्को पब्लिक इन्ट्रेस्ट हो है, यसको जति जे कुराहरू भने पनि सार्वजनिक हित सार्वजनिक सरोकारका विषयमा हामीले उजागर गर्ने हो र त्यसलाई चाहिँ प्रवर्धन गर्ने हो। र यसको चाहिँ गर्दाखेरि यी 4-5वटा बेसिक कुराहरूलाई ल्याएर हाम्रो पत्रकार आचार संहिता जुन अहिले तपाईँको हातमा पनि छ होला, एउटा अहिले त्यसका 4वटा त्यस अन्तर्गतका निर्देशिकाहरू छन्, आचार संहिता छन्, त्यसमा गर्ने के हो नगर्ने के हो भनेर एक उदागत रूपमा चाहिँ त्यो कुराहरू राखेको छ। प्रेजेन्टेसन यहाँ देखिएको छैन, त्यस्तो छ। त्यसकारण चाहिँ हामीले त्यसलाई चाहिँ अलिकति ध्यान दिनुपर्छ। अब 14वटा चाहिँ तपाईँको आचार संहिताका कर्तव्यका कुरा र 14वटा गर्न नहुने कुराहरू यिनैतिर छन्। अब त्यसकामा सबै कुराहरू म जाँदिनँ, म समयका पाबन्दीले तपाईँ हामीले गर्ने र अलिकति अहिले बढी प्रश्नहरू उठेको कुराहरू सत्य तथ्य र सन्तुलित रूपमै समाचार सम्प्रेषण गर्ने कुराहरूलाई नै अलिक बढी कुराहरू उठेको छ। हामी कहाँ आउने उजुरीहरू पनि सत्य छ कि छैन, तथ्य छ कि छैन र सन्तुलित छ कि छैन, त्यसले चाहिँ तपाईँको सबै पक्षलाई समेटेको छ कि छैन। कतिपय समाचारहरू लेख्दाखेरि सम्बन्धित पक्षका पीडित पक्ष भन्छ नि जुन, तिनीहरूको प्रतिक्रिया चाहिँ ल्याइएको छ कि छैन, त्यो विषय एकदमै महत्त्वपूर्ण विषय एउटा कुराहरू छ। अर्को कुराहरू अहिले डिजिटल मिडियाहरू अलिक धेरै, हामी पत्रकारिता क्षेत्रभन्दा पनि यो हाम्रो प्रिन्ट मिडिया भन्दा पनि ब्रोडकास्टिङ अझै अनलाइन डिजिटल चाहिँ पत्रकारितातिर गएका छौँ भने अहिले पोस्ट डिलिट भन्छ। हेर्नुहोस् है, पोस्ट डिलिट भनेको तपाईँले कुनै पनि अनलाइनमा एकचोटि समाचार सामग्रीहरू सम्प्रेषण गर्नुभयो भने त्यसलाई चाहिँ डिलिट गर्न मिल्दैन, तर त्यही आचार संहितामा छ। त्यो चाहिँ लेख्दाखेरि त्यो समाचारमा तपाईँले चाहिँ त्यसको कुनै कमजोरी देखियो, फ्याक्टका चाहिँ हिसाबले पनि अलिकति सुधार गर्नुपर्ने देखियो, अथवा त्यसले चाहिँ हानि नोक्सानी पुर्याउने भयो,
एकदम सेन्सेसनलाइज गर्ने, समाजलाई भड्काउने, त्यसले द्वन्द्व सिर्जना गर्ने त्यस्ता किसिमको चाहिँ समाचारहरू भयो भने त्यही आधार र कारण खोलेर त्यसमा चाहिँ तपाईँको डिलिट गर्न सकिने भनेर पोस्ट डिलिटका कुराहरूमा आचार संहिताले भनेको छ। हेर्नुहोस् है, त्यसकारण अहिले हामी धेरै चाहिँ जुन आचार संहिता कुराहरू छन् कहिलेकाहीँ तपाईँको लाग्ला अहिले त भ्रम फेरि सिर्जना गरिएको छ। प्रेस काउन्सिलले नै चाहिँ तपाईँको समाचार लेख्न नदिने, पोस्ट डिलिट गर्न लागेको समाचार भनेर पनि कतिपय ठाउँमा चाहिँ यहाँ तपाईँको गरिएको छ। प्रेस काउन्सिलले कहिल्यै पनि समाचार डिलिट गर्न र पत्रकारहरूलाई कारवाही गर भनेर कुनै पनि निकायमा लेखेर चाहिँ तपाईँको मुद्दा हाल भनेर लेख्दैन। पत्रकारलाई चाहिँ तपाईँको फेसिलिटेट गर्ने, त्यसपछि गएर चाहिँ प्रेस स्वतन्त्रताको प्रवर्तन गर्ने नै प्रेस काउन्सिलको चाहिँ काम हो। तर हामीले गर्छौँ के भने एउटा केस एउटा मिडियालाई ब्ल्याक लिस्टमा समेत कारवाही गर्न त हामीलाई चाहिँ 3 महिना लाग्छ, त्यसको प्रोसेसहरू छ। उसलाई पहिला भन्छौँ तपाईँ यो सच्याउनुहोस्, त्यसपछि फेरि यसमा चाहिँ क्षमायाचना गर्नुहोस् अथवा यो चाहिँ उसको प्रतिक्रिया राखिदिनुहोस् भनेर काउन्सिलले धेरै त्यसको इन्भेस्टिगेट गरेर आदेश दिन्छ। त्यो आदेश दिँदा फेरि पुनः ताकेता गर्छ त्यसलाई चाहिँ हेर्नुहोस् है। पटक त्यसको चाहिँ पत्रचार गरेपछि भनेको काउन्सिलले पनि भनेको अब मान्दैन त अहिले कतिपय मिडियाहरू काउन्सिलले भनेको नि हामी मान्ने, त्यहाँ के छ कसो छ भनेर विभिन्न किसिमले टिका टिप्पणी गर्ने कुराकानी त गर्छ नि त। त्यसो भएपछि अब काउन्सिल जस्तो मिडियाको नियमन गर्ने, आचार संहिता उल्लङ्घन गर्ने निकायका आदेशहरूको पटक पालना गरेन भने त्यो अवस्थामा मात्रै तपाईँको ब्ल्याकलिस्ट गर्ने, निर्देशनको पालना नगरेको अवस्थामा चाहिँ ब्ल्याकलिस्ट गर्ने कुरा हो। त्योभन्दा पहिले दुई पक्ष जति छ उजुरी पक्ष त्यो सम्बन्धित चाहिँ पत्रकारहरूलाई बोलाएर हामी छलफल पनि गर्छौँ। कारवाही गर्ने, एकदम ठुलो कारवाही गर्ने भनेको एकदमै अन्तिममा हो, त्यो पनि धेरै इन्भेस्टिगेट गरेपछि हो। सकेसम्म हामी त्यो कारवाही गर्नुपर्छ भन्ने पक्षमा चाहिँ हामी छैन। अब मैले यहाँ तपाईँलाई धेरै छ, हामी अहिले कसरी सबै मिडियाहरूको चाहे रेडियो होस्, रेडियोको हकमा तपाईँका प्रत्येक रेडियोका आधा घन्टाका क्लिप चाहिँ प्रेस काउन्सिलमा रेकर्ड हुन्छ र त्यहाँबाट हामीले अनुगमन गर्ने गरेका हुन्छौँ। पत्रिकाहरूको त तपाईँले पिडिएफ सिस्टमहरू चाहिँ जहिले प्रेसमा पठाउनुहुन्छ फेरि प्रेस काउन्सिलमा अपलोड गर्नुहुन्छ, तपाईँलाई थाहै छँदैछ। अनि टेलिभिजनको हकमा चाहिँ हामीले एउटा सिस्टम थियो, त्यसले अलिकति केही समस्याहरू छ, तर टेलिभिजनका क्लिपहरू हामीले त्यही रेकर्ड गरेर अनुगमन। अनलाइनका पनि तपाईँले एकछिनमा राख्नु होला, एउटा एकछिनपछि फेरि कति सम्पादन गर्नु अथवा कति हटाउनु भयो होला, ती सबै कुरो के गर्नुभएको छ एक लग प्रेस काउन्सिलको सिस्टममा हुन्छ। त्यसकारण मैले त गरेको छैन, होइन यस्तो कहाँ हो भनेर तपाईँले भन्ने छुट्टै छैन। सबै तपाईँले कति सच्याउनु भयो, के सच्याउनु भयो, एकचोटि हटाउनु भयो, राख्नु भयो, सबै लग चाहिँ प्रेस काउन्सिलको सिस्टममा हुन्छ। त्यसकारण हामीले त्यहाँबाट वाच गरिरहेका हुन्छौँ। यो कुराहरू चाहिँ छ अहिले होइन। अर्को यसरी जुन हाम्रा सिस्टमहरू छन् यो सिस्टम अन्तर्गत हामीले सबै राखेका छौँ, मैले भनिहालेँ तपाईँलाई होइन। यो चाहिँ यो रेडियो अनुगमन प्रणाली हो, यो चाहिँ पत्र पत्रिका व्यवस्थापन प्रणालीमा हामीले यसरी गरेका छौँ। अब अहिले मिडियाको अवस्था हेर्नुहुन्छ भने पनि हामी कहाँ लगभग काउन्सिलमा सूचीकृत भनेको 5064 हिजो अस्तिसम्मको यो पछिल्लो डाटा हो, त्यति चाहिँ अनलाइन मिडिया छन्। त्यो मध्ये झापाका अनलाइनहरू तपाईँको यहाँ हेर्नुहुन्छ भने 104वटा रहेछन्। हेर्नुहोस् है, अब मैले यहाँ साथीहरूलाई पनि यति धेरै अनलाइन रहेछन् भनेको कहाँ सर 104 त तपाईँको यहाँ लिस्टिङ होला, अर्को 100 यहाँ छन्, त्यतिकै 200 अनलाइन छन् भन्नुहुन्छ उहाँहरू। त्यस्तो चाहिँ कोही दर्ता नभइकन सूचीकरण नभइकन चलाउनु भएको छ भने कृपया तपाईँ जसले चलाउनु भएको छ छिटै काउन्सिलमा आउनु होला, होइन भने त्यसले फेरि अर्को समस्याहरू सिर्जना गर्छ। दर्ता सूचीकरण नभएका कुराहरूलाई राज्यका पनि व्यक्तिहरूले उजुरी गरे केही गरे भने अन्य कानुनहरू आकर्षित भइरहेका छन्। तपाईँ हामीले हिजो अस्ति पनि सुनिराखेका छौँ होइन। त्यस्तै एफएम रेडियोहरू 1193, सेटेलाइट टिभी 246 छन्। अर्को नियमित रूपमा प्रकाशित भएका पत्र पत्रिका 7980 र 8081 को यति 894, 879 यसको अलिक घट्दै क्रम छ। अब झापाको झापाको हकमा चाहिँ मैले भने पत्र पत्रिका चाहिँ 24वटामा दैनिक चाहिँ 4वटा देखिएको छ हामी कहाँ है। अहिले पछिल्लो मैले रेकर्ड हेरेको यहाँ धेरै पनि होला। अनि साप्ताहिक चाहिँ 20वटा, मासिक त्यति छैन। अनलाइन सूचीकरणको सङ्ख्या 104वटा छ। के छन् भन्ने कुराहरू यहाँ छ। अब पत्र पत्रिका परिगणकै किसिममा पनि यहाँ धेरै साथीहरूको गुनासा हुन सक्छ। काउन्सिलका कार्यक्रममा आचार संहिता छलफल कम हुन्छ, परिगणकै चित्त बुझ्या हुँदैन प्रकाशकहरूलाई। जहाँ पनि परिगणका विषयहरू धेरै हुन्छन्, सम्भवतः यहाँ पनि तपाईँलाई त्यस्तो लाग्न सक्छ। र मैले एउटा कुरा मात्रै अघि इन्फर्मल कुराहरूमा पनि के भनेको थिएँ भने यदि तपाईँको परिगणको विषयमा चित्त बुझ्या छैन, यहाँ झापाका पत्रिकाको परिगण यो चाहिँ ठिक छैन भन्ने तपाईँलाई लाग्छ भने यो हलले यहाँका पत्रिका यो चाहिँ कम आउने हुन् भनेर तपाईँ सर्वसम्मत रूपमा भन्न सक्नुहुन्न। यी दैनिक 4वटा दैनिक मात्रै 1, 2, 3, 4 यो हो भनेर तपाईँ सबैले भन्न सक्नुहुन्छ? यही गरेर सक्नुहुन्न। साप्ताहिक 20वटामा यो साप्ताहिक चाहिँ यस्तो भनेर तपाईँले भन्न सक्नुहुन्छ? सक्नुहुन्न।
त्यसकारण यही तपाईँहरूमा यहाँ रेगुलर हेर्नुहुन्छ, सबै पत्रकार प्रकाशकलाई चिन्नुहुन्छ, तपाईँहरूमा त एकमत हुँदैन। प्रेस काउन्सिल उहाँबाट बसेर यो सबै कुरो के हो कसो भन्दाखेरि त्यो फेयर नहुन सक्छ। तर हामी सत्यको नजिक, रियालिटीको नजिक जाने प्रयास चाहिँ गरेका छौँ। जति गर्दाखेरि नि मेरो 12 वर्षको अनुभव अलि राम्रो, अलिक कम गुनासो आउने गरेर काम गर्न नसकेको भनेको बढी गर्दै काम भयो। यो सकिँदै सकिँदो रहेछ। म त्यति कुराहरू राख्ने यसमा होइन। तर पनि अहिले तपाईँहरूले केही त्यस्ता कुराहरू छन् भने हिजो पनि हामी आएदेखि यो थुप्रै यो पत्रिका रेडियोका कुराहरूमा हामी छलफल गरेका छौँ। त्यसले हामीलाई फेरि आगामी काममा सजिलो बनाउला भन्ने लाग्छ। मेरो 10 मिनट गइसकेको छ। त्यसपछि अर्को तपाईँको यो आचार संहिताका मैले धेरै कुराहरू भनिनँ। अघि मुख्य कुराहरू मैले भनिसकेको छु। अलि बढी यहाँ चाहिँ यसका कुराहरू के हुन्, अहिलेका ट्रेन्ड कस्तो छ र अलि ध्यान दिनुपर्ने विषय के हुन् भनेर अहिले शिव गाउँले सरले नै यहाँलाई अलि बढी स्पष्ट गर्नुहुन्छ। मैले अलिकति टेक्निकल विषयहरूमा अलि पछि हामीले काउन्सिलले के गरेको छ, यी पोस्ट डिलिट भनेको छ, अहिलेको डिजिटल हामीले अलिकति छलफल गर्नुपर्ने विषय पनि अघि भनिसकेँ। प्रविधिको अदृश्य प्रयोगको कुराहरू पनि एकदमै छ। अहिले पत्रिकाका चाहिँ कतिपय पत्रकारहरूले तपाईँ चाहिँ जाँदाखेरि चाहिँ कहीँ जानुहुन्छ भने म यसरी आउँदैछु, तपाईँको यो रिपोर्टिङ गर्न पर्छ भनेर सम्पर्क गर्ने, उहाँहरूलाई अनुमति लिने, त्यसपछि गएर त्यसको समाचारहरू लिन पर्ने। तर कतिपय विषय सबै कुराहरू चाहिँ अथवा अनियमितताका कुरा कतिपय त्यस्ता चाहिँ केही विषयहरू छन् भने तपाईँले चाहिँ त्यो गर्न भ्याउनु भएन र त्यसको समाचार लेख्नुभयो भने तपाईँले चाहिँ के कुराउनु पर्छ, अदृश्य कतिपय हिडन क्यामेराहरू अथवा यस्ता चाहिँ अहिले चाहिँ केही पनि प्रयोग गर्न पाउँदैन पत्रकारले। तर कुन अवस्थामा गर्न पाउनु पर्यो, जति प्रयास गर्दा अरूको उपायले तपाईँले गर्न सक्नु भएन तर त्यो गरेको कुराहरू समाचारमा चाहिँ खुलाउनु पर्ने भन्छ है। यसले चाहिँ यो अदृश्य प्रयोगले अब यो पेसागत मर्यादा विपरीतका उपहार पुरस्कारका कुराहरू छन्। मर्यादा विपरीतका अहिले तपाईँ हाम्रा विषयमा पनि यति धेरै बजारमा चाहिँ कुराहरू भइरहेका छन्। एउटा कुरा त के हो भने अनि चाहिँ जसले चाहिँ गलत गरेका छ, गलत गर्ने मान्छेहरू आत्तिया छन्। हेर्नुहोस्, तपाईँ हाम्रो पत्रकारिताको असल कर्मले गर्दाखेरि जो चाहिँ गलत गरिराख्नुपर्छ उहाँहरू आत्तिया अवस्था एउटा हो। अर्को कहीँ कतै हामीले पनि हाम्रा सीमाहरू नाग्यौँ कि पत्रकार आचार संहिता भनेका हाम्रा मर्यादा भन्दा अलि बढी कसैलाई चाहिँ यो ठोक्ने पत्रकारिता भन्छ, कोही बोक्ने पत्रकारिता भन्छ नि अहिले यसो भन्दाखेरि, त्यस्तो पनि गऱ्यौँ कि त्यसले गर्दाखेरि पनि हामीले चाहिँ त्यस्ता प्रहारहरू आएका छन् होइन। हो त्यसो भए उहाँले कम्तीमा पेसागत मर्यादा, आत्मसम्मान, इज्जत स्वास्थ्यका विषय पनि थुप्रै कुराहरू छन्। त्यो अलिक डिटेल हेरौँला हामीले। उजुरी र का कुराहरू अब यहाँ अलिक धेरै पत्रकार भए हुनाले तपाईँहरूलाई त्यति धेरै आवश्यक पर्दैन। यो अलिकति पब्लिकलाई हो, तर पत्रकारलाई पनि एकले अर्को आफैसँग पनि कतिपय विषय छन् भने यो तपाईँहरूले चाहिँ पढेर थाहा पाउनुहुन्छ भन्ने नै लाग्छ मलाई होइन। अब अहिले काउन्सिलले कारवाही गर्ने भनेको खण्डन प्रकाशन गर्ने, भुल सुधार गर्ने, क्षमायाचना गर्न निर्देशन दिने हो। केही त्यस्तो भयो भने हामी काममै अनि ध्यान आकर्षण सचेत गराउने, मूल्याङ्कन वर्गीकरण प्रक्रियाबाट अलग गर्ने र लोक कल्याणकारी विज्ञापन लगायत अन्य सूचीकरण सुविधाबाट वञ्चित गर्ने र सूचीकरण अनलाइन छ भने सूचीकरणबाट पनि हटाउन सक्ने। त्यो भनेको एकदम अन्तिम स्टेपमा हो है यो कारबाहीको प्रक्रियाबाट। अर्को चाहिँ तपाईँको प्रेस पासको पनि निलम्बन गर्न पनि काउन्सिलले गर्ने गरेको छ। विगतमा 1-2टा अभ्यासहरू यसका पनि भएका छन्। अनि यो चाहिँ विज्ञापनको कुरा भयो। भ्रमण राज्यका तर्फबाट केही त्यस्ता भ्रमणका कुराहरू छन् भने पनि उल्लङ्घनकर्ताको रूपमा त्यसलाई नगराउने भन्ने खालका कुराहरू छन्। यति धेरै कुराहरू छन्, यसका आफ्नै कुराहरू छन्। हामी मेलमिलाप गराउने नै हो, धेरै चाहिँ छलफल गराउने, तपाईँ सुधार्नुहोस् है भनेर सुझावै दिने हो धेरै चाहिँ यसको काउन्सिलको कामहरू होइन। अब अनलाइन सञ्चार माध्यमसँगका केही विषयहरू अघि मैले पोस्ट डिलिटको कुराहरू भनिसकेँ र अनलाइनमा जुन विषयका टिप्पणीहरू आउँछन् नि त्यो टिप्पणी वा प्रतिक्रिया आउने कुराहरू पनि कस्ता टिप्पणी राख्ने नराख्ने भन्ने कुराहरू, त्यसलाई स्थान दिने कि नदिने भन्ने सम्बन्धित सञ्चार माध्यमको कुराहरू, त्यहाँ आएका टिप्पणी अथवा प्रतिक्रियाको दायित्व पनि तपाईँको त्यो सम्बन्धित सञ्चार माध्यमको हुन्छ है। कहिलेकाहीँ अश्लील जे पाए त्यही टिप्पणीहरू आयो भने पनि त्यसलाई त्यहाँ रहिरहन दिने वा नदिने भनेको त्यो सम्बन्धित सञ्चार माध्यमको हो। यो आचार संहिताले त्यो कुराहरू पनि स्पष्ट गरेको छ। अब अर्को चाहिँ तपाईँको अहिले काउन्सिलले अलिकति हामीले अघि नै भने केही त्यस्ता भएर पटक त्यस्ता आचार संहिता प्रतिकूलका भएर मिडियाले भनेर हामीले त्यसले पनि चाहिँ राखेन। कारबाही काउन्सिलले गरेका काममा सम्पादन गरेर सच्याएन भने अन्तिमसम्मको कारबाही भनेको चाहिँ तपाईँले के हो भने नेपालभित्र सम्प्रेषण गर्न नसक्ने गरी हामीले कारबाहीको लागि पठाउँछौँ। त्यो भनेको पनि एक्सट्रिम कुराहरू त्यो छ। अर्को यो कति यस्ता विषयहरू छन्, राष्ट्रियता, त्यसपछि गएर चाहिँ यो भौगोलिक अखण्डता होइन, अनि त्यसपछि सार्वजनिक स्वास्थ्य सुरक्षा, यस्ता गम्भीर असर पर्ने कुराहरूको हकमा हो भने अब अहिले हामीले नयाँ अनलाइन जो आउँछ उहाँहरूलाई कम्तीमा पनि पत्रकार आचार संहिताले यो भन्छ, तपाईँले गर्ने यो हो अनि यो गर्ने होइन। सुरुमा चाहिँ हाम्रा निर्देशिका व्यवस्था यस्ता छन्,
भनेर सबैलाई एक दिनको ओरिएन्टेसन क्लासहरू दिनभरि चाहिँ क्लासहरू दिएर मात्रै हामीले फेरि बल्ल सूचीकरणको प्रमाणपत्रहरू दिने गरेका छौँ। त्यसकारण त्यसले चाहिँ अहिले जति पछिल्लो अनलाइनहरू छन् त्यो चाहिँ एकदमै सुधार भएको र आचार संहिता चाहिँ पालना भएको अवस्था छ चाहिँ पछिल्लो। अब अर्को नियमअनुसार दर्ता सूचीकरण नभएकाहरू चाहिँ यो नभएका पनि कतिपय छन्। नभएकाहरूको हकमा के हुन्छ भने कहिलेकाहीँ उजुरी आउन सक्छ। उजुरी आएको हकमा पहिला चाहिँ हामीले यो दर्ता सूचीकरण छैन यो चाहिँ हामीले कारबाहीको लागि पठाउँ भनेर हामीले पठाउँथ्यौँ। तर अहिले पछिल्लो पटक कतिपय चाहिँ पत्रकारहरूले गरेका हुन सक्छन्, उहाँलाई जानकारी नहुन सक्छ भनेर एकचोटि ल तपाईँको यसरी चाहिँ यो दर्ता सूचीकरण नभएको देखियो, यस्तो उजुरी आएको छ, तपाईँ दर्ता गरेर सूचीकरण गरेर नियमित रूपमा चलाउनु होला भनेर पहिलो सूचना उहाँलाई गरिन्छ। उहाँले त्यो पनि गर्नु भएन पछि भने फेरि अर्को फर्दर कारबाही पनि गरिन्छ है। एउटा त्यो अवस्था छ यहाँ यही भनेको। अर्को तपाईँको अहिले पत्रकारितामा युट्युबको चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू छ, डिजिटल प्लेटफर्मको कुराहरूमा बताएको। यसमा चाहिँ हामीले के गरेका छौँ, अनलाइन चाहिँ जो दर्ता गर्नुमा आउनुहुन्छ त्यहाँ दर्ता सूचीकरण गर्दाखेरि तपाईँका सामाजिक सञ्जालहरू के हुन्, युट्युब, त्यसपछि तपाईँको टिकटक हो कि अरू के चाहिँ प्लेटफर्महरू छन् त्यही चाहिँ तपाईँको 1 2 3 4 गरेर खुलाउनु पर्ने भनेको छ। त्यो खुलाउँदाखेरि सकेसम्म जस्तै तपाईँको मेची टाइम छ भने फेसबुक पनि त्यही हुनु पऱ्यो, युट्युब पनि त्यस्तै मिल्दोजुल्दो हुनु पऱ्यो कि अरू सामाजिक साइटहरू त्यो चाहिँ त्यसरी चलाउने भनेको छ। र त्यहाँ चाहिँ उल्लेख भयो भने कम्तीमा पनि त्यहाँबाट सम्प्रेषित सामग्रीहरूमा पनि एक किसिमको चाहिँ हामीले यो मिडियाको चाहिँ ल आकर्षित हुने कुराहरू छ। त्यहाँ पनि तपाईँले भोलि चाहिँ केही त्यस्ता कुराहरू पऱ्यो भने त्यसमा चाहिँ काउन्सिलले हेर्ने अवस्थाहरू छ होइन। त्यो पनि सामाजिक सञ्जाल हो भनेर त्यसमा पनि जिम्मेवारहरू सञ्चार माध्यम जतिले जिम्मेवार हुनुपर्छ भन्ने कुराहरू। अर्को युट्युब चाहिँ अहिले 3 किसिमले हामीले चलाउने गरेको छ। एउटा अनलाइन दर्ता भाग अथवा सामाजिक अरू मिडिया जस्तै रेडियो टेलिभिजनका पनि अनलाइन छन्। मिडिया अन्तर्गत चलेका युट्युबहरू भयो भने तिनको चाहिँ त्यही जनाउनु पर्यो, त्यसरी अभिलेखीकरण हुन्छ, त्यो त्यही अन्तर्गत हामीले हेर्छौँ। अर्को दोस्रोमा चाहिँ युट्युब होइन अनलाइन केही मिडिया छैन म युट्युब मात्रै चलाउँछु भनेर आयो भने कम्पनी रजिस्ट्रारको कार्यालयमा त्यो कम्पनी दर्ता भएर पत्रकारिता गर्छु भन्ने उसले घोषणा गरेर अनि त्यसपछि गएर आफ्नो सो घोषणा आचार संहिता के हो त्यो चाहिँ सो घोषणा गरेर त्यहाँ सम्पादक को हो, त्यसको कार्यालय ठेगाना कहाँ हो, कति हो, त्यसले चाहिँ पत्रकारितामा कति संलग्न भएको छ। अब अहिले भर्खरै आएको हो कि त्यसले कम्तीमा पनि 4-5 वर्ष चाहिँ हामीले पत्रकारिता गरेको भनेर हामीले एउटा मापदण्ड बनाउनु पर्दैछौँ। त्यो चाहिँ त्यस्तो सबै कुराहरू चाहिँ उल्लेख गरेपछि मात्रै म यो चाहिँ युट्युबलाई पत्रकारिताको रूपमा चाहिँ चलाउँछु भनेर चलाउन पाउने अवस्थाहरू हामीले गरेका छौँ। कानुनमा कहीँ कतै अहिले व्यवस्था छैन, तर अहिले त चलिरहेको छ नि त। तपाईँ हामीले अब पहिला अनलाइन पनि त्यस्तै थियो त, अनलाइन पनि कानुनमा अहिले राम्रो अहिलेसम्म व्यवस्था भएको छैन, तर हामीले सुरु गऱ्यौँ त। अहिले चाहिँ मुलुक अगाडि बढिसक्ने, प्रविधिले यति चाहिँ पत्रकारितालाई फड्को मानिसक्ने, तर कानुन छैन भनेर हामी भ्याकुममा बस्ने कुराहरू पनि हुँदै हामीले अहिले यसरी गरेका छौँ युट्युबको व्यवस्थापन। तेस्रो व्यक्तिले चलाएका युट्युबहरू, व्यक्तिले चलाएका युट्युबहरूमा हामी चाहिँ केही पनि गर्दैनौँ। त्यो आफूले कति छन् कति 3 करोड नेपालीका अरू चाहिँ 6 करोड चाहिँ तपाईँको युट्युब च्यानल हुन्छ, त्यसमा चाहिँ प्रेस काउन्सिलले केही पनि गर्ने कुराहरू छैन। त्यो अन्य कानुन आकर्षित हुन्छ त्यसमा, अरू साइबर लगायत अरू के भएन हुन्छ त्यसमा चाहिँ ती कुराहरू आउन सक्छन्। अब पत्रकारले प्रयोग गर्ने सामाजिक सञ्जालहरू छन् त्यो पनि प्रेस काउन्सिलले हेरिराखेका हुन्छ। हेर्नुहोस् उहाँ पत्रकार चाहिँ पत्रकार भएपछि उसले आफ्नो सामाजिक सञ्जाल पनि सकारात्मक र सही सन्देश दिने गरेर त्यहाँका भाषा शिष्ट कति गरेका चाहिँ गाली गलौज छ कि अथवा भ्रमपूर्ण रूपमा चाहिँ त्यसलाई द्वेष फैलाउने हिसाबले चाहिँ गरेका छ कि त्यो कुराहरू पनि हामीले अनुगमन गर्ने गरेका छ। त्यो आचार संहिताको व्यवस्था हो। त्यो अर्को यो अभिमुखीकरणको मैले भनिहालेँ। अब अहिले हाम्रो उजुरीको अवस्थाहरू हेर्ने पनि यो काउन्सिलको करिब 1 वर्षमा 300 देखि 400 का उजुरी सो अनुगमन हुने गरेको छ। अब अलिकति अहिले कस्तो छ भने यो आचार संहिताका अलिकति यो तथ्यलाई व्यवस्था गरी भ्युवर बढाउने, सेन्सेसनलाइज गर्ने गरी कतिपय सामग्रीहरू नेगेटिभ रूपमा हेर्दाखेरि त्यस्ता सामग्रीहरू आयो नि होइन। अनि त्यसपछि गएर भर्यासी झैझगडाहरू हेर्नुहोस् है, पेडमा पुगेर एक किसिमले चाहिँ तपाईँको त्यो सम्बन्धका व्यक्तिगत सम्बन्धका कुराहरू होइन। अनि त्यसले गर्ने एक किसिमको अब श्रीमानहरू चाहिँ विदेशतिर भएका कतिपय श्रीमतीहरूका कतिपय त्यस्ता केसहरू छन्। त्यो युट्युबर भन्ने अझ बढी चाहिँ युट्युबले त्यस्तै पायो भने के न त्यो चाहिँ हो भन्ने देखाएर त्यही चाहिँ बालबालिकाहरू पनि त्यही हुन्छ। अर्को चाहिँ त्यस्ता पक्षहरूलाई पनि ख्याल गरेर हुन्छ, गएर सिधै तपाईँको तेर्साएर भिडियो खिचिरहेका हुन्छन्। त्यस्ता अलिकति बढी युट्युबका उजुरीहरू आइरहेका छन्। अर्को तपाईँको पछिल्लो यो ब्ल्याकमेलिङ गर्ने, विज्ञापन माग्ने, नदिएपछि समाचारहरू टेक्स्ट अब म यो लेख्दैछु है भनेर भन्ने, कुरो मिल्यो भने नलेख्ने, मिलेन भने लेख्ने प्रवृत्तिहरू पनि एकदमै देखिरहेछन्। हेर्नुहोस्
त्यो हामीले एकदमै सूक्ष्म रूपमा हेरेका छौँ र धेरैलाई यो विषय ब्ल्याकमेलिङका केसमा पनि हामीले कारवाही गरेको अवस्थाहरू पनि छ। अनि मौसम अनुसारका चाहिँ तपाईँको सामग्रीहरू जस्तै अब यस्ता यस्ता दसैँ तिहार बैङ्क वित्तीय संस्था निर्माण कम्पनी र कुन महिनामा कसरी आउँदो रहेछन् भन्ने खालका पनि हामीले अध्ययन गरेर चाहिँ त्यसरी गरेका छौँ। अब यस्तो केही चाहिँ आचार संहिता प्रतिनिधित्वका सामग्रीहरू चाहिँ यो दफा जुन सार्वभौम सत्ता राष्ट्रिय एकता सामूहिक सत्ता प्रत्येक बुदाहरूमा अलिकति उल्लङ्घनका हाम्रा केही सामग्री कस्ता कस्ता आएका छन् भनेर मैले चाहिँ यहाँ केही देखाएको छु। त्यो अलिक संक्षिप्त रूपमै मैले अलिकति समयलाई हेर्दै म अगाडि गएको छु। यो चाहिँ भयो होइन, केही विषयवस्तुहरू अब हेदा हुने गरी र अनि सूचना निजी स्वार्थ बुद्धिका लागि सूचनाहरूको सम्प्रेषण भनेको छ होइन। यस्ता विषयहरू कतिपय छन्। हिंसा आतङ्क अश्लीलतालाई प्रशय हुने गरी पनि केही विषयहरू चाहिँ यहाँ आएका देखिन्छन्। कतिपय विषयहरू अब यो हेर्नु न, यस्तो मिडिया कसैले केही कुराहरू भन्यो भने, कसैलाई काट्छु मार्छु यसलाई पिट्छु भनेर कसैले भन्यो भने त्यो अपराध हिंसालाई प्रशय गर्ने कुराहरूलाई हेडिङ बनाएर हामीले समाचार राख्ने कि नराख्ने हो होइन। एउटा राजनीतिक दलको नेताले गर्न हुन्न थियो त्यस्तो, अर्को राजनीतिक दललाई खुम्ल्याउने गरेर यति चाहिँ अपशब्द तपाईँ हामीले सुन्ने गरेर पनि त्यस्ता अशिष्ट शब्दहरू बोलिया हुन्छ नेताहरूले। तर नेताले बोल्यो भन्दा त्यसले जे बोल्यो त्यही कुराहरू हामीले मिडियामा लेख्ने त त्यो त लेख्नु हुँदैन नि त। हो यही कुराहरू त यहाँ गर्न खोजे हो। हामी चाहिँ बरु यस्तो भयो कम्तीमा पनि तपाईँले यति त सिक्नुहोस् न भनेर नेताहरूलाई नै जिम्मेवार बनाएर लेखाउन हामीले लेख्दाखेरि पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने गरेर अब यस्ता विषयहरू थुप्रै आइरहेका हुन्छन् अहिले होइन। अर्को घटनासँग असम्बन्धित व्यक्तिहरूका फोटो पनि आएका हुन्छन्, कहिलेकाहीँ कहिले नामहरू त्यसरी आएका हुन्छन्। यस्ता धेरै विषयहरू कति आउँछन्, कति हामी कहाँ चलिरहेको छ। हामीले केही स्याम्पल मात्र राखेका छौँ हामीले। अनि घटनासँग असम्बन्धित व्यक्तिको नामका कुराहरू भए, विवश दृश्य लय, यस्ता अब यो त अझ त्यति कम छ। अझ प्लटदेखि लिएर सबै छरपष्ट हुने खालका चाहिँ विशेष गरेर प्लेन दुर्घटनाका केसहरूमा यस्ता समाचारहरू बढी आउने गरे। तथ्याङ्कहरूमा फरक पर्ने विषयहरू छ होइन। यो गलत प्रयोगका कुराहरू, अनुचित दबाव सम्बन्धका कुराहरू पनि छन्। अब यहाँ हेर्नु न, यस्तो कुरा तपाईँको सेन्चुरी ब्याङ्कमा खाता छ, जेल जानु होला। एउटा ब्याङ्कको सामान्य कुनै समस्या हो भने अस्ति यतातिर चाहिँ त्यो ग्लोबल ब्याङ्कको त्यस्तै न्युजहरू आइरहेको थियो। ग्लोबल ब्याङ्कको पैसा छ निकाल्नु छ, एउटा के यहाँ चाहिँ एउटा चाहिँ ग्लोबल ब्याङ्कको सम्भवतः त्यतिखेर केवल कामको के प्रकरण चलेको थियो, त्यतिखेर पनि थुप्रै समाचार त्यसरी आयो कि त्यो चाहिँ तपाईँको एकदमै नियोजित रूपमा चाहिँ समाचारहरू चाहिँ आइरहेका छन्। त्यस्ता कुराहरू छन्। अर्को चाहिँ न्याय निरूपणमा पनि प्रभाव पार्ने हिसाबले पनि कतिपय समाचारहरू चाहिँ देखिरहेका छन्। मर्यादा आत्मसम्मानमा प्रतिकूल असर पर्ने कुराहरू भए होइन। जनस्वास्थ्य व्यक्तिको स्वास्थ्य सम्बन्धी अतिरञ्जना गर्ने त्यस्ता कुराहरू अलिकति यो महामारी जस्ता कुराहरूमा आउँछन्। जस्तै यो उसमा यो कोभिड लगायतका यस्ता कुराहरूमा पनि अलिक बढी चाहिँ देखिएका थिए। अर्को चाहिँ अब विशेष गरेर निर्वाचनकै सन्दर्भमा पनि एकले अर्कोलाई चाहिँ अलिकति सपोर्ट गर्ने, अर्कोलाई मिलाउने हिसाबले कतिपय विषयहरू चाहिँ आएका चाहिँ हाम्रो देखिन्छन् होइन। यस्ता कुराहरू छन्। समाचार विचार र विज्ञापन छुट्टिने गरी के हो भन्ने कुरा जस्तै यस्तो नि डिसोङ क्वालिटी नम्बर 1 भनेको छ, उसको सबै चाहिँ तपाईँको वर्णन गरेर लेखेको छ। हेर्दाखेरि चाहिँ तपाईँको समाचारहरूको जस्तो रूपमै यो चाहिँ देखिया छ। एड भन्ने कुरा कहीँ कतै खुल्या हुँदैन होइन। यस्ता विषयहरू छन्। अनि तपाईँको यो धार्मिक स्वतन्त्रता, धर्म हिंसा बढाउने खालका कतिपय विषयहरू छन् होइन। यस्ता छन्। कसलाई रोज्ने भनेर एक पक्ष कसैलाई चाहिँ तपाईँको एकदम फडाइ चढाइ गरेर उसलाई चाहिँ फडाइलाई जिताउँ भन्ने खालका विषयहरू पनि कतिपय समाचारहरूमा आइरहेका छन्। अब विदेशका कुराहरू यति धेरै छन्। म यसलाई अलिक छिटो ल हेर्नुहोस्। अब यो तपाईँको यो गुणगान यो कसैको पक्षमा लेखिएको यो पनि हो। सत्ता गठबन्धनको लहर अब पुरै चाहिँ सबै यो चाहिँ गर्ने भयो भनेर यो एक किसिमको चाहिँ मुखपत्रका जस्तो रूपमा हाम्रा समाचार सामग्रीहरू पनि छन्, लेखिएको छ। भाषा शैली पनि छ हेर्नुहोस् है। यहाँ के लेखा हो, राष्ट्र हस् हजुर राष्ट्रपतिको कि घोक्रे ट्र्याकको अवस्था निम्त्याउने भनेर। अब यस्ता यति चाहिँ तपाईँको भाषाहरू चाहिँ हाम्रा कतिपय चाहिँ हुन्छन्। कतिपयमा बाइलाइन लेखिया हुँदैन धेरैमा। यो विशेष गरेर यो दुर्घटनाका विषयकै धेरै समाचारहरू यहाँ चाहिँ लेखिएका छन् है। यी यस्ता कुराहरू चाहिँ अब तर हामी एउटा आचार संहिता हेर्दाखेरि नराम्रा विषयहरू, तर यति मात्रै हो त। हामी कहाँ त यति थोरै छन्। समाचार त दिनमै एउटाले कति समाचार लेख्छ होला हेर्नुहोस् है। तर सबै त त्यस्तो त आउँदैन नि त। हामी कहाँ अनुगमनका हिसाबले हेर्दाखेरि
हाम्रो यस्तो देखिएका छन्। तर कति धेरै राम्रा समाचारहरू जसले चाहिँ गर्दाखेरि समाजलाई चाहिँ तपाईँको एकदमै कतिपय समाजका परिवर्तन गर्ने कुराहरू भयो चाहिँ होइन, जातीय भाषिक रूपमा पनि त्यसले चाहिँ सम्बन्ध सुदृढ गर्ने खालका कुराहरू भ्याउँछ। हेर्नुहोस् होइन, आउन थाल्यो जुरा बालबालिकालाई सहयोग भोग लागेर बाटो खान्छन् जुरा बालबालिका, यस्ता कतिपय के भन्दै जस्ता कुराहरू लेखेका छन् त्यसले चाहिँ तप्ती निकायका समुदायहरूलाई बालबालिकालाई एउटै गाउँमा 2 करोडको तरकारी होइन, यस्ता कतिपय विषयहरू छन्। यहाँ यस्ता राम्रा विषयहरू धेरै मिडियाहरूमा आएका छन्। तपाईँहरूले फेरि सबै नेगेटिभ राम्रा नि गरेका छन् होला नि भनेर चाहिँ यहाँ कुराहरू चाहिँ आउन सक्छ। राम्रा अभियसली छन्, योभन्दा अरू सबै कति राम्रा छन्, राम्रा छन्, तर केही यस्ता कुराहरू पनि छन् हामीले गरेका छौँ। तर 100 चाहिँ हामीले चाहिँ नराम्रा लेख्यौँ के राम्रा लेख्यौँ, 99 एउटा मात्रै गयो भने पनि त्यही कुराहरूलाई चाहिँ अलिकति नकारात्मक रूपमा हुन्छ नि। अब अस्ति भन्दै थिएँ यही पनि यहाँ हिजो ल त्यो अघि शिव सरले पनि भन्नुहुन्छ होला त्यो मेची पुल चाहिँ कति पटक उद्घाटन भयो भनेर उहाँ के अरे शिलान्यासमा त्यो कीर्तिनिधि विष्ट हुँदाखेरिदेखि पनि शिलान्यास कति पटक भएको रे भन्छ, अहिलेसम्म बनेको छैन अरे। त्यो चाहिँ कुरा ठिक छ लेखौँ, तर त्योभन्दा अर्को एउटा कुन चाहिँ पुल बन्यो अरे 3 वर्षमा बन्न पर्यो, 2 वर्षमै कम्प्लिट भयो अरे त। अनि त्यो कुराहरू पनि किन भएका कुरा पनि लेखौँ न भन्ने कुरा अघि बिहान एकजना मान्यज्यूसँग कुराकानी गर्दै थियो, त्यसरी भनेर भन्नुभएको थियो होइन। त्यस कारण हामीले चाहिँ लेख्दाखेरि सबै त्यस्ता विषयहरूलाई पनि ध्यान दिउँ भन्ने कुराहरू हो यो पत्रकारितामा। अब यो आउँछ हामीले काउन्सिलका प्रक्रियाका कुराहरू छन्, हामीले आफै दिन्छौँ। कतिपय धेरै विषयहरूमा चाहिँ उहाँहरूले सुधार गरेको, अनि त्यसपछि अब सच्याउँछौँ भनेर प्रतिबद्धता व्यक्त गरेका विषयहरू पनि छन्। अब यो आचार संहिता अन्तर्गत 4वटा निर्देशिका छन्, तपाईँले अहिले पाउनुहुन्छ होला एउटा सङ्गालोमा। त्योभित्र पनि यो चाहिँ बालमैत्री, अपाङ्गता मैत्री र यो ज्येष्ठ नागरिक मैत्री छ, त्यसमा नि के गर्ने के गर्न नहुने छ हेर्नुहोस् है। ती विषयहरू यहाँहरूले एकदमै अध्ययन गर्नु होला। अलिकति चाहिँ जस्तै अब अहिले यो बालबालिकाहरूको सम्बन्धमा बालबालिकाहरूलाई बाल विद्याई भन्छ कि, बालकले चाहिँ त्यो उमेर अवस्थाले गर्दाखेरि उसले चाहिँ केही गल्ती कमजोरी गरेको छ भने पनि न्यायिक रूपमा पनि उसलाई त्यो नाबालकका हिसाबले छुट पाउने हुन्छ। उनीहरूले त्यो मस्तिष्क त्यसरी विकास भइसके हुँदैन भन्ने हुन्छ। उनीहरूसँग कतिपय चाहिँ उनका अन्तर्वार्ताहरू लिनु पऱ्यो अथवा उनका स्टोरीहरू लेख्न पऱ्यो भने पनि अभिभावकको सचेत स्वीकृति लिनुपर्ने, आइदर चाहिँ प्यारेन्ट्सको हुनसक्छ अथवा विद्यालयमा शिक्षकको हुनसक्छ, प्रिन्सिपलको होला होइन। अनि त्यसलाई चाहिँ अलिकति एक किसिमको बालमैत्री सञ्चार निर्देशिका जुन भनेको छ त्यसका चाहिँ विषयहरूलाई पनि हामीले ध्यान पुर्याउनु पर्छ। महिलाका विषयलाई पनि एकदमै महिला र पुरुषका बिच एकदम विभेद हुन्, पारिश्रमिक होस् अथवा अन्य विविधका विषयहरूमा होस् अथवा त्यो दया करुणाको पात्रको रूपमा चाहिँ पनि कतिपय ठाउँमा पस्किने एउटा चाहिँ विज्ञापनको विषयवस्तुको रूपमा चाहिँ जुन प्रस्तुत हुन्छ त्यस्ता विषयहरू चाहिँ गर्न नहुने भन्ने खालका कुराहरू छन्। अपाङ्गता मैत्री सञ्चार निर्देशिका पनि अहिले हामीले जसरी लाभ बहिरो भनेर जसरी भन्छौँ नि त्यो भन्ने कुराहरू होइन, के चाहिँ पहिला प्रचलनमा थियो अब के भन्ने होइन हो, त्यस्ता विषयहरू छन्। अन्धो सरकार भन्यो भने त अन्धो सरकार भनेको के हो, कमजोर सरकार हो। अन्धाहरू कमजोर हुन्छ भन्ने हिसाबले त्यसलाई चाहिँ तपाईँको तुलना गरियो कि उनीहरूलाई चाहिँ एक किसिमको फिल चाहिँ त्यो शब्द सन्दर्भ कस्तोमा प्रयोग गरिएको छ, प्रयोगै गर्न हुँदैन भन्ने होइन है। फेरि जस्तै अहिले बहिरा विश्वविद्यालय भनेर भनेको छ नि त, अनि अपाङ्गता सङ्घ भनेको छ नि त, त्यही चाहिँ भन्ने। अनि यहाँ चाहिँ हामीले किन लेख्न हुँदैन भन्ने हो, त्यो सन्दर्भ कस्तोमा प्रयोग गरियो कि कस्तो चाहिँ अपाङ्ग चिया बनाएको भन्यो भने त्यो चाहिँ कहीँ कतै केही नमिलेको होमा चाहिँ अपाङ्गलाई प्रयोग गरियो के हो, त्यस्तो त्यस्तो ठाउँमा गर्नु भएन। उनीहरूलाई हेय गर्ने, उनीहरूलाई चाहिँ पिच गर्ने र कमजोर छन् भन्ने हिसाबले त्यस्तो ठाउँमा प्रयोग गरेन भएन भन्ने खालका कुराहरू छन्। यी मैले भनिसकेँ, धेरै कुराहरू यहाँ छन्, तपाईँले डिटेल हेर्नुहुन्छ होला। यो मैले अलिकति डिटेलली नै बनाएको थिएँ, समय लिने भयो हुनाले कतिपय बालबालिकाहरूसँग चाहिँ हेर्दाखेरि भिडियो चाहिँ खिचिरहेको हुन्छ, कुनै चाहिँ गएर तर त्यही बालबालिका हुन्छन्, उनीहरूको अवस्थाहरू के छ भन्ने कुराहरू हामीले ख्याल गरिया हुँदैनौँ होइन। यो कुराहरू पनि हामीले चाहिँ हेर्न पर्ने अवस्थाहरू छ। अब यहाँ तपाईँले हेर्नुहोस् है, अब महिलाहरू अब यहाँ यस्ता यस्ता पनि कतिपय छन्। यहाँ अब यहाँ महिला के राम्री मान्छे भएर के गर्नु, विप्लव पछि पक्रा भने यस्ता यस्ता कति यस्तो के मिनिङ, यसको के समाचार हुने होइन। अनलाइनहरूमा यस्तै आउने यस्तै भाइरल हुने अहिले चाहिँ ट्रेन्ड छ, त्यसले गर्दाखेरि हाम्रो पत्रकारिताको विषय यी समस्याहरू चाहिँ कहिलेकाहीँ देखिएको हुन्छ। अब यस्तो यस्तो विषयहरू छन्। यो अलिकति महिलाका हिसाबले अब यो अध्यक्षको बुहारी जताततै हाबी भनेर अब त्यो पावर
भाषा शैलीहरूदेखि लिएर यसको चाहिँ यी विषयहरू कतिपय आकर्षित भइसकेका छन्। यस्तो जस्तै चाहिँ लाटो जस्तो, कानो सरकार, अन्धो सरकार, अपाङ्ग सरकार धेरै मिडियामा लेख्ने गरिन्छ नि। यसले चाहिँ अघि मैले भने जस्तो त्यो सन्दर्भ सामग्री हेरेर त्यसको सकेसम्म त्यस्तोलाई प्रयोग नगर्ने भनेर आचार संहिता निर्देशिकाले भनेको छ। त्यसको कुराहरूमा चाहिँ हामीले ल हेर्नु सर, सरकार पहिरो कि कानुन अन्धो भनेपछि कमजोर गफमा चाहिँ यो चाहिँ हेरको हिसाबले यो यहाँ प्रयोग भएको हुन्छ, यसमा आकर्षित भएको हुन्छ। यो सत्तारूढ दल नेकपा नै अपाङ्ग भनेर यो भने के हो त? यो त ठ्याक्कै चाहिँ तपाईँको त्यो आकर्षित भयो यसमा चाहिँ। अब ज्येष्ठ नागरिकहरूको पनि शब्दहरू अलिक मर्यादित शब्दहरू प्रयोग गर्ने, तिनलाई कानुनले कहाँ के व्यवस्था दिएको छ, सुविधाहरू के पाउँछन् त्यसलाई चाहिँ प्रोत्साहन गर्ने गरी समाचारहरू जो गर्ने, विभेद गर्ने गरी चाहिँ नगर्ने भन्ने खालको यो चाहिँ निर्देशिकामा धेरै विषयहरू छन्। यो कुराहरू हेर्न सकिन्छ। अब उजुरी र कसरी गर्ने भन्ने कुराहरू यहाँहरूलाई आवश्यक नपर्ला। उजुरी गर्ने सन्दर्भमा एउटा त सम्बन्धित के मिडियामा त्यो चाहिँ त्यसले आचार संहिता उल्लङ्घन गर्यो त्यसको कपी अथवा लिङ्क हुनु पर्यो र त्यसलाई चाहिँ राखेर एउटा चाहिँ सबभन्दा पहिला त हामीले खण्डनै पठाउने भन्छ बुदागत रूपमा। फेरि के हुन्छ भने अहिले खण्डन पनि यो समस्या भयो, मेरो चरित्र त्यहाँ भयो, मेरो मान सम्मानमा चाहिँ प्रतिष्ठामा आघात पुऱ्यायो भन्ने मात्रै त्यो एकदम त्यो सोलो चाहिँ खण्डन हुन्छ कि त्यो होइन नि त। समाचारमा के भनेको छ त्यहाँ कतिपय तथ्य छैन नि। ल यो चाहिँ यसरी चाहिँ यसले चाहिँ त्यहाँ जग्गा मिचेको अथवा त्यो यति भ्रष्टाचार गरेर अथवा बिल मिलाइ अनियमितता गरेको के भनेर लेखिएको छ भने यसमा चाहिँ यसो हो, यो कार्यक्रममा मैले यसरी गरेको थिएँ, यो भएको छैन, यो जग्गा मिचेको कर्म होइन, यसमा चाहिँ यसरी यो तरिकाले चाहिँ प्राप्त भयो, के हो त त्यसका भनेर 1 2 3 4 डिटेल त्यसको चाहिँ खण्डन बुदागत रूपमा खण्डन गर्ने शिष्ट शैलीमा भने त्यो चाहिँ छ। त्यसो गरेर प्रेस काउन्सिलमा अहिले जानै पर्छ भन्ने छैन। प्रेस काउन्सिलको वेबसाइटमा हेर्नु हो भने यो complaint@presscouncil.gov भनेर यो चाहिँ अर्को बार इमेल मार्फत पनि उजुरी गर्न सकिने अवस्थाहरू छ र यसलाई चाहिँ शिष्ट मर्यादित शैलीमा चाहिँ यसको उजुरीहरू गर्न पर्ने अवस्थाहरू पनि छ। मैले अलिकति समयको पाबन्दीलाई ध्यानमा राख्दै आधा घन्टा भनिएको थियो, 35 देखि ठ्याक्कै करिब 2-3 मिनट बढी भएछ। मैले करिब सकेँ। अझ यहाँ चाहिँ छलफल गर्ने विषय त यति धेरै थिए, मैले केही चाहिँ संक्षिप्त रूपमा मात्र राखेँ र अहिले अलिक बढी चाहिँ डिजिटलका कुराहरूमा अलिक केही चाहिँ जोड दिएँ। अब बाँकी धेरै कुराहरू यसका अभ्यासका कुराहरू अब हामीले गर्नुपर्ने कुराहरू के हो, स्थानीय तहका रिपोर्टिङहरू कसरी गर्ने, समाचारमा अहिले पत्रिकाहरू पनि किन बिग्दैनन् भन्ने सन्दर्भमा अथवा मिडियाहरूमा किन बिग्दैनन्, किन चाहिँ यहाँ जनताले हेर्दैनन् भन्ने कुराहरू मलाई के लाग्छ भने नि हामी धेरै स्थानीय तहका मिडियाहरू चाहिँ छन् तर समाचार सामग्रीमा मिहिनेत गर्छन्। स्थानीय रूपमा पनि त्यहीकै समाचार सामग्री चाहे चाहिँ टोलका स्कुलका हुन् अथवा चाहिँ समुदायका हुन् अथवा यहीँकै विभिन्न किसिमका समाचार सामग्रीहरू व्यक्तिहरूका उन्नति प्रगति सबै कुराहरू त्यसरी लेखेर भोलि चाहिँ त्यो समाचारहरू तत्त निकायमा पुग्नु, मेरो त यो पत्रिका यस्तो फोटो आएछ, हाम्रो विद्यालयको आज यो न्युज आएछ, हाम्रो चाहिँ टोलको यस्तो आएछ भने त्यही पत्रिका खोसाएको हुन्छ जस्तो लाग्छ है मलाई। एकचोटि तपाईँले कतिको त्यसमा ध्यान पुर्याउनु भएको छ। स्थानीय तहका इस्युहरू तपाईँले प्रायोरिटी दिएर जस्तै छ होला। अब यहाँ भद्रपुरका पत्रिकाहरू छन्, त्यही भित्रका वरिपरिका धेरै लेख्नु भने अब यहाँ पनि यहाँ आउँदैन, कम्तीमा त्यहाँका इस्युहरू त्यही लेखौँ न। त्यहाँका थुप्रै इस्युहरूमा साप्ताहिक रूपमा आउने एउटाले चाहिँ लेखेको छ विद्यालयदेखि लिएर अहिले स्थानीय सरकारमा के छ, स्थानीय सरकारका पनि कहाँ चाहिँ ज्येष्ठ नागरिकहरूमा के भन्यो त, के व्यवस्था छन् भन्यो भने त भोलि बाबाआमाहरूले त्यो ज्येष्ठ नागरिक ठाउँमा बसेर त्यही पढ्नुहुन्छ होला नि त। त्यो अवस्था पनि सिर्जना गर्न सकिन्छ होला। अनि अहिले चाहिँ एउटा स्थानीय तहको रिपोर्टिङमा देखिएको मेन समस्या भनेको समाचारहरू एक किसिमले पोजिटिभ समाचारहरू मात्रै जानी र चाहिँ तपाईँको आलोचनात्मक हेर्नुहोस् जाने प्रेस अथवा पत्रकारहरू चाहिँ एउटा त्यहाँ चाहिँ कोअर्डिनेटरको रूपमा रहने, न्युजको फर्मेटमा समाचारहरू पठाउने अनि त्यसका चाहिँ गलत क्रियाकलापहरू अथवा त्यस्ता चाहिँ समाचार जो आउनु पर्ने थियो त्यो विषयहरू नआउने अवस्थाहरू पनि धेरैतिर छन्। त्यसले गर्दाखेरि पत्रकारिता भोलि फेरि एकदमै चाहिँ सबैको भजनकारिता पो गर्ने हो कि यसले क्रिटिकल्ली हेर्न सक्दैन कि भन्ने कुराहरू पनि
गम्भीर रूपमा उठेको छ। यसतर्फ चाहिँ ध्यान दिएर कम्तीमा पनि स्थानीय विषयहरूलाई उठाएर प्रायोरिटी दिएर तत्त निकायमा चाहिँ पत्रिकाहरू अथवा सञ्चार माध्यमहरूलाई हामीले सम्प्रेषण गर्न सक्यो भने स्थानीय तहका मिडियाहरू जोगाउन सकिन्छ। समस्या छ कोभिडपछि प्रिन्ट मिडिया अझ समस्या छ। देशको आर्थिक अवस्था अनुकूल चाहिँ अलि राम्ररी चाहिँ नचल्दाखेरि त्यो स्वाभाविक रूपमा अन्य क्षेत्र असर परेको छ र मिडियालाई पनि त्यसको असर परेको छ। विज्ञापनहरू तपाईँले पर्याप्त रूपमा पाउन सक्नु भएको छैन। त्यसले गर्दा मिडिया टिक्न गाह्रो छ। तर किन त्यही छ त टिक्न गाह्रो छ भने अहिले 100 छन् भने भोलि अर्को 2 महिनामा 150 किन हुन्छ त हेर्नुहोस्। त्यसकारण चाहिँ एउटा अब यहाँ मैले सुनेको थिएँ एउटा अनलाइन दर्ता गरेपछि वर्षमा 50,000 त पाइहाल्यो अरे भन्ने बिहान सुन्दै थिएँ मैले। तर यदि त्यसो हो भने तपाईँ 10 वर्षदेखि अनलाइन चलाउनु छ पत्रकारिता हुनुभएको छ तपाईँले पनि त्यही पाउने। अब अहिले भोलि हिजो चला है फेरि अमल त चलायो भने त्यसले पनि 85,000 पाउने हो कि। अब यहाँ अलिकति तपाईँ स्थानीय तहका पत्रकार साथीहरूले अलिक कम्तीमा स्थानीय तहमा नीति बनाउँदाखेरि पनि कम्तीमा त्यसलाई अलिकति सिस्टम गऱ्यो भने त्यसलाई अलिक धेरै मिडियाहरू भएर फेरि प्रतिस्पर्धात्मक चाहिँ यो जुन टिक्न गाह्रो छ नि त्यसलाई अलिक सपोर्ट हुन्थ्यो कि। हिजो एकजना हाम्रो उसले भन्नु सचिवजीले भन्दै हुन्थ्यो पहिला कञ्चनजङ्घा एफएमले 30,000 को एउटा सूचना वर्ष महिनाभरि बजाउँथ्यो। अहिले त्यही सूचना 12वटा एफएमले 12 महिनाभरि बजाउँछ तर त्यही 30,000 रुपियाँ बाँडेर सबैले 12 जना ल्याउँछन् भनेपछि अब कति होला तपाईँको चाहिँ त्यो स्रोत चाहिँ छैन। मिडियाहरूको सङ्ख्या मात्रै बढेर पनि यहाँ भन्दै हुनुहुन्थ्यो शिवगाउँले यो झापामा सबै हेर्दा 20वटा पत्रकार भएको त खाँटी राम्रो चाहिँ काम गर्न सक्ने त्यस्तो अवस्था हुन्थ्यो। अनि मिडिया बजार टिक्न पनि सक्थ्यो होला भन्ने खालको हाम्रो छलफल पनि भएको थियो। यी यस्ता समस्याहरू छन् तर हामी च्यालेन्ज भोग्नलाई अगाडि तत्पर भएर बसेका छौँ भने त्यसलाई चाहिँ अलिकति मेहनत गरेर कुनै तरिकाले नयाँ तरिकाले सोच्यौँ नि हामी सृजनात्मक रूपमा सोच्यौँ भने फेरि टिक्नलाई पनि गाह्रो छैन। तपाईँ त्यतातिर लाग्नु होला। काउन्सिलले अब स्रोत साधनको सीमितता त सबैतिर छ तर तपाईँहरूलाई गर्न पर्ने फेसिलिटेसन सहयोगहरू के गर्न सक्ने हो त्यो चाहिँ हामी गर्ने नै छौँ। यहाँहरूसँग साथमै छ। हामी प्रेस स्वतन्त्रताको प्रवर्धन गर्ने र मर्यादित पत्रकारिताको लागि तपाईँ हामी सँगसँगै हिँडेर पत्रकारिता क्षेत्रलाई एकदम विश्वसनीय मर्यादित बनाउनु पर्ने आजको आवश्यकता अझ टड्कारो छ। त्यसमा हामी सँगसँगै हिँडौँ। यति कुराहरू भन्दै म यहाँहरूबाट अहिले बिदा हुन चाहन्छु। धन्यवाद। महत्त्वपूर्ण प्रस्तुतिका लागि प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत धर्मेन्द्र भूषालज्यूलाई धेरै धेरै धन्यवाद।